केटा हो तपाईहरुको प्रेडिक्सन के छ आज बार्सिलोना भर्सेस एथलेटिको क्लबको? प्लिज डु प्रेडिक्ट हैन कमेन्ट हान्दिनु होला, ड्याङ कमेन्ट हान्दिनु होला। मेरो प्रेडिक्सन सुन्न चाहनुहुन्छ भने प्लिज डु वाच माई भिडियो फुल है। अनि आजको गेम यस्तै इन्ट्रेस्टिङ छ किनभने लास्ट टाइम जब हामी एथलेटिक क्लबसँग भेटेका थियौँ, हाम्रो बार्सिलोनाको आफ्नै होम ग्राउन्ड स्पोटिफाई क्याम्प नौ उद्घाटनको गेममा भेटेका थियौँ र हामीले एथलेटिकोलाई घरमा बोलाएर 3 हानेर पठाइदिएको थियो केटा हो हैन। अनि त्यसपछि अब आउने यो गेम चाहिँ ला लिगाको नभरि स्पेनिस सुपर कपको सेमी फाइनल हो। सो अलिकति केओटिक त हुँदै नै छ हैन, अनि त्यसै इन्ट्रेस्टिङ हुनेछ। त्यति नभए त हैन अब सेमी फाइनल के मजा आउँछ है। अनि मेरो लागि चाहिँ आजको इम्पोर्टेन्ट प्लेयर हुन सक्छन् है, इम्पोर्टेन्ट सबभन्दा इम्पोर्टेन्ट प्लेयर त हुन सक्छन् पेड्री पछि है। पेड्री पछि सबभन्दा इम्पोर्टेन्ट प्लेयर हुन सक्छन् लमिन यामाल केटा हो। लमिन यामालको तर्फबाट आज मिठो पर्फर्मेन्स आउँछ जस्तो लाग्छ मलाई है। अनि आज चाहिँ रफिनिया चाहिँ फेरि बिग गेम प्लेयर हो। तपाईहरु थाहा छ लास्ट गेममा खासै राम्रो गरेन, तर रफिनिया भनेपछि आजको गेममा रफिनियाको इन्ट्रेस्ट धेरै धेरै हाई हुनेवाला छ। नोट इट डाउन केटा हो है। अनि त्यसपछि अनि हामी चाहिँ 2025-26 को फर्स्ट ट्रफीको लागि चाहिँ कम्पिट गर्दैछौँ। सो हाम्रो फर्म पनि राम्रै छ, गुड सेपमै छ हामी। सो म यति कन्फिडेन्ट छु कि बार्सा गन विन बाई दिस 3-1 मा चाहिँ यो फुल टाइममा सकिन्छ भन्ने मेरो आशा छ। तपाईहरुलाई के लाग्छ प्लिज डु कमेन्ट। अनि अहिलेको लागि चाहिँ गुड बाई केटा हो। राति लाइभमा भेटौँला है।